के छ डिएसपी साहब सशस्त्रको डिएसपी साहबकै के छ अब तपाईँहरूको मान्छे नै म हुँ अब प्रहरीको मान्छे दुर्गा परसाई हो प्रहरी यो किसान मजदुरको मान्छे म हुँ सबैको मान्छे गरिब भुइँ मान्छे सबैको मान्छे दुर्गा परसाई अब ठिक छ नि साथी हो दर्शकबिन दुर्गा परसाई यो सुरुङ मार्ग निर आइपुग्दै हुनुहुन्छ यतिखेर सुरुङ मार्गमा यो विषयमा म बोल्छु अस्ति नेपाली सेनाको विषयमा बोलेको थियो कि हजुर यो विषयमा भट्टुले आएर माफ मागेन भने नि हजुर भट्टुला मान्छेले अनि बाटोमा कालो मोसो दल्छन् नि माफी मागेर पुग्छ खगेन्द्र सुनारले माफ माग्नुपर्ने हो सांसद त यहाँ जम्मै टपेरे अपेरे जम्मै भयो नि त्यही भएर सांसदको हैसियत हिजो जस आइजी साहबले राम्रो देखाइदिनु भयो क्या दुधले नुहाएर आएको हो र भनिदिनु भयो राम्रो देखाइदिनु भयो क्या आइजी साहबले यी जम्मै यी सांसद छन् नि यिनको हैसियत चाहिँ हिजो जस आइजी साहबले देखाइदिएको छ त्यो कुरामा चाहिँ आइजी साहबलाई धेरै धेरै धन्यवाद छ प्रहरी सङ्गठनमाथि धब्बा लगाउने प्रयास गरे होइन त सांसदले जस्तो मान्छेले यस्तो हुन्छ नि प्रहरी एउटा देशको अथोरिटी हो क्या प्रहरी हजुर अथोरिटी माथि त्यसरी धब्बा लाउनु हुँदैन नि प्रहरी सेना हजुर माथि 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 उनीहरू त्यो गरेर अनि त्यहाँबाट चाहिँ नि यहाँ नखाने घुस नखाने को छ नि यिनीहरू एउटा देखाउनु त त्यो घर त्यो सुनवारले लाउने कोट छ नि हजुर त्यसको किन्ने हैसियत कहाँबाट आयो त्यसले लाउने चस्मा किन्ने हैसियत कहाँबाट आयो ल हामीसँग आओस् न कुरा गर्नलाई आइजिपीको घर गाडी कहाँबाट ल्यायो आइजिपीको घरबाट 3 करोड चोरी भएको भन्ने कुरा गर्नुभयो खगेन्द्र सुनारले त हिजो त्यो त मलाई थाहा छैन होइन भन्थ्यो के कुराको थाहा छैन